Hello everyone, welcome back to my channel र thank you so much हाम्रो टर्न 26 को रिभ्यूलाई एकदमै मन पराइदिनु भएको छ 2000 प्लस नै त्यसमा भ्युजहरु गएको छ सो नाउ आई एम गोइङ टु रियाक्ट पार्वती भन्ने मुभीको ट्रेलर आइसकेको छ यसको टिजर आएको थियो जुन चाहिँ मैले हेरेन सो लेट्स स्टार्ट विदाउट वेस्टिङ एनी टाइम है त 1 2 3 एन्ड OSR Digital, entertaining the nation. म्युजिक त नाइस सुनेछ आमा हाय होइन म यति साह्रो कालो किन भएको म गोता गएको नि आमै काली छ त कसरी गोरो हुन्छस् ओके बहिनी र भाइको रहेछ तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ भाइ टिका रक्षाबन्धन तिमी पनि मेरो लागि सब थोक हो नि दिदी म तिम्रो किरण तिमी मेरो उज्यालो है दिदी दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै यही त हो सबैभन्दा मिठो सम्बन्ध म मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु पढ्छ है छोरी ओइ पढ्छ नि है आउ आउ घाम जस्ता बाबुहरू ए पागलनी ओहो घरमा बाँधेर राख्नुपर्ने छोरीलाई स्कुल पठाएर के काने डाक्टर पाइलट बनाउँछु भन्नु भएको छ दिदीलाई खासमा के भएको हो खै के भएको तिम्रो कुल बिग्रिएको छ कुल देवताले गर्दा नै तिम्रो छोरीलाई यस्तो भएको हो तेरी छोरी भक्के बानी छे तेरो छोरीले तेरो उद्धार गर्छ ओइ बुढो मेरो दिदीलाई के गरे बक म बुवालाई भन्दिछु आइज दिदी आया हेर्दै जा तेरा छोरीलाई मैले जाने छु यसले गर्दा आज कति वचन सुन्नु पर्यो यो जन्मिनु सट्टा त मेरो गर्भै तुएको भए हुन्थ्यो नि हिन भनेको पार्वती ले 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 म त बुझ रे मर्नु पर्ने मान्छेलाई बुझ भन्छ बुझ भएर किन बस्ने मेरो बच्चा खोइ ए मेरो साथी छैन मेरो बाबा चाहिँ मेरो काछो मलाई मेरो बच्चा चाहियो मलाई मेरो बच्चा चाहियो त मेरो दिदी बाटोमा एक्लै छ मलाई जान दिनु न दिदी म्युजिक पाउँछ है देखना मन छ मलाई मेरी दिदी हाँसेको दिदी मैले तिम्रो जिम्मेवारी लिन सकिनँ मलाई माफ गर्दे दिदी अबदेखि म तिमीलाई कहिले छोड्दिनँ त्यस्तो त्यो हुन्छ नि त्यो इङ्गेज राखेको थियो कि सो आई थिङ्क आई लाइक दिस ट्रेलर र मुभी पनि पक्कै म हेर्न पनि जान्छु होला यदि टाइम मिल्यो भने बिकज म यस्तो एक्टिङहरू हेर्दाखेरि कस्तो त्यो इम्प्रेसिभ छ कि निताजीको पनि एक्टिङ भइहाल्यो अशोकको पनि एक्टिङ भइहाल्यो सबैको नै एक्टिङ कस्तो इङ्गेजिङ छ प्लस त्यो ब्याकग्राउन्ड म्युजिकले पनि त्यही अनुसार फिल दिइरहेको थियो टच्ड भइरहेको थियो त्यो म्युजिकले पनि अशोक दर्जीको एउटा गाना पनि छ त्यसले गर्दा पनि टच भइरहेको थियो अलिकति सो आई थिङ्क दिस इज भेरी गुड थट अनि अटिजमको कुराहरू पनि छ यसमा जुन
धामी झाँक्रीको कुराहरू पनि देखाएको छ। सो स्टोरी लाइनलाई राम्रो तरिकाले देखाएको छ, तर अलिकति अब के भनौँ त्यसलाई म क्लाइम्याक्समा के हुन्छ भन्ने सस्पेन्स चाहिँ अलिकति छोड्न सकेन लास्टमा चाहिँ सिन एडअप गरेर होइन। सो लेट्स सी कस्तो हुन्छ, ट्रेलर थ्रु मुभीलाई जज नगरौँ, तर मुभी हेर्न जाम चाहिँ बनाइसक्यो यसले। सो आई लाइक इट ट्रेलर। अझ तपाईँ जानुहुन्छ कि जानु हुँदैन भन्ने कमेन्ट गर्नुहोस्, प्लस सब्सक्राइब द च्यानल सो द्याट आई क्यान मेक सच भिडियोज, मलाई मोटिभेटेड हुन्छ भनेर। र एट द एन्ड वाट आई वान्ट टु से इज निता इज भेरी पोटेन्सियल एक्टर नेपाली फिल्म इन्डस्ट्रीको, तर राइट स्टोरीहरू धेरै कामहरू नपाएको कारणले त्यस्तो देखिँदैन कि। लास्ट टाइम रसोदेरियो भन्ने मुभीमा पनि उहाँको एक्टिङ राम्रो नै थियो, त्यो अब मुभीको लाइक त्यो राइटिङ अरू कुराहरूले बिग्रियो। अनि आई थिङ्क अहिले कुनै पनि क्लास पनि हुँदैन। सो पोटेन्सियल अर्निङ चाहिँ मुभीले दिनेवाला छ। सी यु इन द नेक्स्ट भिडियो।